कुनै मनमा लुकाएर राखेका प्रश्नहरू छ केही नबुझेका कुराहरू सोध्नु छ अलिक स्पष्ट भएर सोध्नु र अनि सोध्नु पनि हुन्छ है। नमस्ते नमस्ते तपाईँहरूसम्म यहाँ तपाईँहरूको स्कुलसम्म आइपुगेका छौँ। अब केही घन्टा केही मिनट भनौँ न, धेरैमा 40 मिनट नत्र आधा घन्टा आसपासमा हामी विद्यार्थीमा हुने तनाव, विशेष गरेर तनावमा कुरा गर्छौँ। त्यसमा पनि विद्यार्थीहरूलाई चाहिँ कस्तो खालको तनाव हुन्छ अथवा तनाव हुन्छ कि हुँदैन, अनि त्यो तनाव हुन्छ भने त्यसलाई कसरी ह्यान्डल गर्न सकिन्छ, कसरी मिनिमाइज गर्न सकिन्छ भन्ने विषयमा कुरा गर्छौँ। हुन्छ हामी 3 जना दिदीहरू नै हो पालैपिलो हामी केही कुरा भन्दै जान्छौँ अनि अन्त्यमा हामीलाई केही क्वेसनहरू हामीले त नाम भन्यौँ तर हामी चिन्दैनौँ नि त भाइ बहिनीहरूलाई। अनि त्यो इन्ट्रोडक्सन कसरी गर्ने भने चाहिँ एउटा हामी गेम खेल्दैछौँ, यो नम्बर सबैले टिप्ने अनि के गर्ने चाहिँ पछाडि भन्छौँ है त। एउटा मात्रै है, एकछिन पेयर अप हुँदा 1-1 7 हो, 7 को हुनुहुन्छ तपाईँ हो, 7 यहाँ आउँदैन नाम के हो र उसको सबभन्दा मनपर्ने बानी के हो हामी इक्जाम त दिन्छौँ है त है। तर हामीले इन्ट्रोड्युस गर्दाखेरि चाहिँ म चाहिँ ऊ भनेर ऊ चाहिँ म भनेर इन्ट्रोड्युस गर्ने है त। जस्तै ओके हामी स्टार्ट गर्छौँ है त। मेरो साथी नै भन्छु, मेरो साथीको नाम कृति थापा मगर हो अनि ऊ चाहिँ काठमाडौँ 4 माइलमा बस्छ अनि अहिले ऊ मास्टर्स गरिरहेको छ साइकोलोजीमा अनि उसलाई चाहिँ एकदम डान्स र गाउन एकदम मनपर्छ। मेरो साथीको नाम चाहिँ पल्लवी प्रधान हो, ऊ बनिपामा बस्छ अनि ऊ पनि साइकोलोजी पढिरहेको छ मास्टर्समा। उसलाई चाहिँ आर्ट गर्न एकदमै मनपर्छ। सबैले सुन्नु पर्यो है। ऊ कक्षा 6 मा पढ्छ, उसको भाइको नाम, उसको बहिनीको नाम, साथीको नाम चाहिँ के अरे? साथीको नाम जेसिका तामाङ। कक्षा कतिमा पढ्नुहुन्छ? 6 मा। ओके, अरु? उसको बहिनीको नाम जोस्ना तामाङ हो, उसको भाइको नाम जोन तामाङ हो, उसको बानी अलि साह्रो तिमीलाई के मनपर्छ भन्यौ त? के गर्नु मन लाग्छ तिमीलाई? नाच्न मन लाग्छ? उसलाई नाच्न मन लाग्छ? अनि उसको घर कहाँ हो? तिम्रो घर भनिदिनु न। गोटा पिटारमा है उसको घर चाहिँ। मेरो नाम के हो त्यो भनिदेऊ त? पल्लवी अनि प्रधान। ऊ चाहिँ 11 इयर्सको भए ऊ चाहिँ कक्षा 6 मा पढ्छ। उसलाई चाहिँ डान्स गर्न मनपर्छ। उनको काम चाहिँ पिपन्छ। उसको बहिनीको नाम चाहिँ सन्ध्या काकातिर हो। भाइले भन्नु। उहाँको नाम चाहिँ कृति थापा मगर हो। उहाँ चाहिँ मास्टरमा पढ्नुहुन्छ, मास्टर्समा पढ्नुहुन्छ। उहाँको घर चाहिँ सागर हो। उहाँलाई चाहिँ डान्स उसको नाम चाहिँ सैलेन्द्र तामाङ हो, ऊ कक्षा 7 मा पढ्छ। उसलाई चाहिँ फुटबल एकदमै मनपर्छ।
यो के भनेको होला नर्मल रियाक्सन टु एबनर्मल सिचुएसन भन्नाले हामी अब विद्यार्थी होइन कति 6, 7 र 8 छौँ है यता धेरै कुराको तनाव हुन्छ नि अहिले एक्जामको स्ट्रेस भन्यो घर परिवारको है अब होमवर्क भ्याकेसन पछिको होमवर्क है सबै स्ट्रेस है अनि स्ट्रेसहरू के कुराले गर्दाखेरि हुन्छ भनौँ न पढाइले गर्दा अरू होमवर्कले गर्दा परिवारले गर्दा है पारिवारिक कुराहरूले गर्दा अनि अरू के छ अरू के हुन सक्छ के कुराहरूको तनाव यसको स्ट्रेसले गर्दाखेरि हुन्छ अरू भनेको चाहिँ बिग चेन्जेस इन लाइफ अब तपाईँको मिल्ने साथीहरू कोही छ तर यो स्कुल छोडेर गयो होइन तपाईँहरूले अब आइदिन्छ नि त होइन स्टुडेन्टहरूलाई अनि कहिलेकाहीँ अब टिचरहरूले गाली गरेर आउँछ घरमा आउनुभयो भने गाली गर्छ सबै कुराहरू एकैचोटि आउँदाखेरि तनाव हुन्छ त्यही कुरा सोचेर बस्छौँ है अनि अर्को भनेको चाहिँ मसल्सहरू दुखेर आउँछ कहिलेकाहीँ स्ट्रेसले गर्दाखेरि हामीले कहाँ दुखेको जस्तो हुन्छ नि है अनि अर्को भनेको चाहिँ फटिग भन्दा स्ट्रेस भयो भने चाहिँ हामीलाई एकदमै भोक लाग्ने एकदम खानु मन लाग्ने जङ्क फुडहरू खानु मन लाग्ने केही खम जस्तो पिस हुने अनि त्यसपछि हाम्रो निद्राहरू हुन्छ नि हामीलाई निद्रा नलाग्ने एकदम गाह्रो हुने त्यस्तो खालको पनि हुनसक्छ अनि अर्को भने चाहिँ हामीले स्ट्रेस छ भनेर कसरी थाहा पाउने त कसैलाई आइडिया छ कि कसरी थाहा पाउने हामीलाई स्ट्रेस छ भनेर छ हामीलाई एकदमै गर्ने त्यसलाई ब्रेकडाउन गर्ने छुट्याउने थोरै गरेर थोरै ब्रेकडाउन गरेर पढ्ने अनि त्यसपछि बिचमा ब्रेकहरू पनि लिने अनि त्यही हिसाबले हामीले ब्रेक लिँदै पढ्दै गऱ्यो भने फोकस भएर पढ्दै गऱ्यो भने हाम्रो स्ट्रेस अलिकति कम हुन्छ के हो भनेर भन्नुभयो पहिला अनि स्ट्रेस कति प्रकारको हुन्छ भनेर भन्नुभयो एक्युट एपिसोडिक र क्रोनिक अनि कसरी त्यसलाई अगाडि के हुन्छ एक्जामको विशेष गरेर भन्नुभयो दिदीले एक्जामको स्ट्रेस कसरी म्यानेज गर्न सकिन्छ भनेर होइन अब मैले थोरै चाहिँ हेल्प सिकिङको बारेमा भन्छु त्यस पछाडि अरू के गर्न सकिन्छ स्ट्रेस मिनिमाइज गर्नलाई भनेर सिकिङ हेल्प वेन निडेड भनेको चाहिँ जब तपाईँलाई एकदम स्ट्रेस भएको हुन्छ त्यो अघि हामीले जति पनि कुरा भन्यो त्यो भएको बेलामा चाहिँ गाह्रो भइराखेको छ भने चाहिँ गाह्रो भएको अवस्थामा चाहिँ हेल्प सिक गर्नुपर्छ जहिले पनि हो कि होइन हेल्प सिक गर्ने भनेको कसैलाई आफ्नो नजिकको साथीलाई भन्ने भनेको चाहिँ बानी हो कि भोलिको दिनमा तपाईँलाई केही अप्ठ्यारो भयो भने कोही एकजना साथी कोही न कोहीलाई चाहिँ भन्नुहुन्छ तपाईँले होइन मलाई यस्तो गाह्रो भएको हुन थाल्यो भनेपछि अब म्यानेज गर्नुपर्छ यसलाई म्यानेज भनेको चाहिँ स्ट्रेस कहिले पनि हट्दैन हामी मान्छे भइन्जेल हामी जीवित भइन्जेल यो स्ट्रेस यो बेसिक इमोसनहरूभित्र पर्छ एङ्गर स्ट्रेस होइन ह्याप्पिनेसहरू चाहिँ हाम्रो बेसिक हो तर जुन लेभलभन्दा माथि गयो भने अब प्रब्लम हुन्छ नि त हामी विद्यार्थीहरूलाई पनि धेरै हुन्छ हामीलाई पनि धेरै हुन्छ तपाईँहरूलाई पनि हुन्छ होला सो त्यसमा टेक्निकहरूमा चाहिँ ध्यानमा के भन्नुभयो भने मेडिटेसनको एउटा त्यो भयो अर्को चाहिँ रिल्याक्सेसन टेक्निक भनेको यो अलिक एडभान्स लेभलको हुन्छ तपाईँहरूले गर्नुहुन्न होला के हो भनेर भन्छ है त स्लो ब्रिदिङ भनेको सबैले सास फेरिरहनु भएको छ गऱ्यो भने एकदम फाइदा स्ट्रेसै छैन तपाईँ यत्तिकै घरबाट जानुभयो थाकेको हुनुहुन्छ नि एकछिन बसेर 5 मिनट यो प्र्याक्टिस गर्नुभयो भने यसले हेल्प गर्छ यसले चाहिँ लाइफ लङ हेल्प गर्छ अहिले तपाईँ 6मा पढ्दै हुनुहुन्छ 7मा पढ्दै हुनुहुन्छ 8मा द्याट डजन्ट म्याटर हामी मास्टर्समा पढिरहेछौँ तै पनि हामीले गर्छौँ भनेपछि दिस इज लाइफ लङ हेल्पफुल प्र्याक्टिस स्लो ब्रिदिङ प्र्याक्टिस चाहिँ तपाईँहरूले आफ्नो लाइफमा इन्कर्पोरेट गर्न सक्नुहुन्छ हुन्छ अहिले हामी यहाँ प्र्याक्टिस गर्ने खालको सेटिङ नभएको भएर प्र्याक्टिस गर्दैनौँ अडियो भिजुअल भएर राम्रो हुन्थ्यो सो के भयो स्ट्रेस म्यानेजमेन्टको टेक्निक हामीले ओके भनेको को म क्वेसन सोध्छु